हेलो मम्मा, गुड मर्निङ। हजुरहरूले बेबीलाई मिट इन्ट्रोड्युस गराउनु भयो त। मैले चाहिँ अब यो 7 मन्थ कम्प्लिट भएर 8 मन्थ लागेपछि चिकन खुवाउँछु भन्ने सोचेको थिएँ। अहिले चाहिँ बर्ड फ्लू लागेको छ नि त नेपालमा, अनि बर्ड फ्लू लागेको भएर खुवाउनु चाहिँ एकदम डर लाग्यो। मैले अन्डा पनि खुवाएको छैन अहिले। आज चाहिँ मैले यो खसीको खुट्टा लिएर आएको छु। म चाहिँ बाबुलाई यसको बोन म्यारो खुवाउने कि भन्ने सोचिरहेको छु। हेरौँ, यसलाई चाहिँ मैले डिप फ्रिजमा राखेको थिएँ। म पानी हालेर धोएर मजाले एकछिन यत्तिकै छोडिदिन्छु। कुकरमा हल्का घिउ राखेर यसलाई एकछिन भुटेर अनि मजाले पानी राखेर म चाहिँ 10 सिटी लगाइदिन्छु। भुटेर यत्तिको भइसकेपछि यसमा मजाले पानी राखेर हड्डी राम्ररी नगल्नेजेलसम्म म यसलाई सिटी लगाउन हालिदिन्छु। यसबाट बोन म्यारो निकालेर बाबुलाई खान दिन्छु अनि बाँकी चाहिँ आफैले नुन राखेर आफै खान्छु। यत्तिको भयो। अब यसलाई चाहिँ मैले टुथपिकको हेल्पले यसको बोन म्यारो निकाल्छु। अनि यो चाहिँ फ्याटी आइरन धेरै हुने भएको हुनाले हप्तामा एकचोटि या 2 चोटि मात्रै दिन सक्नुहुन्छ हजुरहरूले। अनि केही रियाक्सन हुनसक्छ, एलर्जी हुनसक्छ, त्यही भएर हजुरहरूले चाहिँ दिउँसोमा दिँदा राम्रो। र्यासेसहरू एलर्जीहरू आयो भने चाहिँ नदिँदा राम्रो हो। टुथपिकले यति बोन म्यारो चाहिँ निकाल्यो। अब यसमा सुप हालेर हल्का म्यास गरेर बाबुलाई दिन्छु। अब म्यास गरेर यत्तिको बनाएँ। यसमा चाहिँ एकदम धेरै फ्याटी आइरन हुन्छ। अब हल्का सुप राखेर खाना दिन्छु। हजुरहरूले चाहिँ यसलाई खानामा पनि मिक्स गरेर खुवाउन सक्नुहुन्छ। मैले चाहिँ यत्तिकै नै दिन खोजेँ। मैले चाहिँ बाबुलाई यति दिन्छु, हेरौँ है उसले मन पराउँछ कि पराउँदैन। मेरो बाबुले चाहिँ खाएर भ्याइसक्यो, मिठै मानेर खायो। अब डराइ खुवाछु, रियाक्सन हेरौँ के हुन्छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।